साथीहरू नमस्ते नमस्ते आयो फेरि पाण्डे सरकार पाण्डे भवनमा फेरि नयाँ गरेको टोरी ग्याङको सहसचिवलाई लिएर आएको छु आज मैले। आजको विषय रहेको छ के भन्दाखेरि हजुर सर। देशमा राजा चाहियो कि गणतन्त्र चाहियो? सर अहिलेको परिस्थितिमा चाहिँ हामीलाई नै राजाकै आवश्यकता जस्तो देखिन्छ सर। अहिलेको आवश्यकतामा राजावादी नै चाहिन्छ जस्तो लाग्छ सर, किनभने राजा अहिलेको हाम्रो दुर्गा प्रसाई राजावादीबाट आउनुभएको रहेछ। राजावादीबाट आउनुभएको रहेछ दुर्गा सर। उहाँले के गर्नुहुन्छ जस्तो लागिरहेछ सर मलाई चाहिँ। अनि देशमा अहिलेको अवस्था हेर्दाखेरि गणतन्त्र ठिक कि राजतन्त्र ठिक? तपाईँको विचारमा चाहिँ यसो सानो छोटो मिठो तरिकामा भनिदिनु होला संक्षिप्तमा। सर अहिलेको परिस्थिति हेर्दाखेरि जेनजीले अलिकति, किनभने गर्ला गर्ला जस्तो भएर पनि अब बालेन र रविसँग हाम्रो कुलमान घिसिङ मिसिने भन्दै हुनुहुन्थ्यो होइन। उहाँले चाहिँ अब किन छुट्टिनु भयो भन्ने चाहिँ हाम्रो अलिकति कन्फ्युजै छ सर। त्यही भएर हामीलाई राजावादी नै आवश्यकता जस्तो अहिलेको अवस्थामा चाहिँ छ सर। भनेपछि तपाईँको सोचाइमा भनेको देशमा राजा आइदियो भने राम्रो हुन्थ्यो, सरल हुन्थ्यो, सबैजनालाई सरल र सजिलो हुन्थ्यो भन्ने तपाईँको भनाइ हो कि होइन? भन्नुहोस्। भने त सर अब राजावादीले भन्दा पनि जेनजीले चाहिँ एकचोटि अब देशको राजनीतिमा अलिकति परिवर्तन ल्याउला जस्तो लाग्छ सर, हेर्नुहोस् होइन। किनभने अब जेनजी युवाहरू आयो भने राजावादी भन्दा चाहिँ मलाई, किनभने रवि या बालेन यी दुईले चाहिँ हाम्रो अहिलेको चुनाव जित्नु हो भने चाहिँ केही विकास होला जस्तो लाग्छ सर। ल धन्यवाद तपाईँलाई चाहिँ। सर धन्यवाद। हामी मलेसियाबाट बोलिरहेछौँ। अहिलेको हाम्रो लगभग 5 बजेको टाइम हुन लाग्यो। त्यही पनि तपाईँले सोध्नु भएको प्रश्नको धेरै धेरै राम्रो छ सर, किनभने अहिलेको राजनीतिको बारेमा सोध्नु भएकोमा धेरै धेरै धन्यवाद। ओके सर। ल हाम्रो सहसचिवलाई चाहिँ मैले आज पक्रेर चाहिँ आज यस्तो गरिरहेको छु कि बाँकी भिडियो फेरि भोलि आउँछ है। साथीहरू कस्तो लाग्यो त्यो कमेन्ट बक्समा कमेन्ट गरिहाल्नु। फटाफट सेयर हान्न नबिर्सिनु होला, फेरि फलो पनि हान्नु। त्यहाँ माथि ठ्याक्क लेखेको छ त्यहाँ ठ्याक्क पर हान्नुहोस्। आहा